नमस्ते साथीहरू, जस्तै आज पनि अर्को भिडियो लिएर उपस्थित भइसकेका छौँ। आजको भिडियो रहेको छ निहोङ्गो आइसाचु। जस्तै सुरु गरौँ है त। ओहायो गोजाइमास, गुड मर्निङ। ओहायो यो सर्टकट साथीहरूलाई भन्दाखेरि सर्टकटमा गुड मर्निङ ओहायो। कोन्निचिवा गुड आफ्टरनुन, कोन्निचिवा गुड आफ्टरनुन। त्यसै गरिरहेको छ कोनबानवा गुड इभिनिङ, यो साँझखेर भन्ने भयो। सायोनारा गुड बाई, त्यसैलाई बाई बाई भन्दाखेरि सायोनारा भनिन्छ। ओया सुमिनासाई गुड नाइट, साँझको बेला सुत्ने बेलामा ओहा सुमिनासाई भनिन्छ। आरिगातो गोजाइमास, आफूभन्दा ठुला मान्छेहरूलाई होइन थ्याङ्क यू भन्दाखेरि पोलाइटमा ओ आरिगातो गोजाइमास। आरिगातो थ्याङ्क यू कसैलाई आफूभन्दा सानोलाई साथीहरूलाई युज गरिन्छ। त्यसै गरी सुमिमासेन, एक्सक्युज मी आई एम सरी। हाई कसैले केही भन्दा बुझेको हाई भन्दा यस भनेको। इए, इए भनेको नो होइन। त्यसै गरी हाजिमे मासिते प्लिज टु मिट यु, सबैभन्दा पहिला कसँग भेटिन्छ भने हाजिमे मासिते प्रयोग गरिन्छ। दोजो योरोसिकु, नाइस टु मिट यु, भेटेर खुसी लाग्यो भनेको। त्यस्तै रहेको छ मोसी मोसी, हेलो अन द फोन, कसँग फोनमा कुरा गर्दाखेरि सुरुमा हेलो हेलो भनिन्छ, मोसी मोसी युज गरिन्छ। त्यसै गरी तादाइमा, आई एम होम भनेको म घरमा आइपुगेँ, म घरमा छु भनेको तादाइमा। त्यस्तै हिसासी बुढी देश भनेको लङ टाइमसम्म पछि भेटाउँदाखेरि हिसासी बुढी देश प्रयोग गरिन्छ। त्यसै गरी दाइजोबु देश भनेको आर यु ओके, ठिक छ नि भनेको दाइजोबु देश प्रयोग गरिन्छ। त्यस्तै माता आसिता, भोलि भेटौँला, सी यु टुमरो, भोलि भेटौँला। त्यस्तै रहेको छ गोमेन नासाई, आई एम सरी, यसलाई सर्टकटमा गोमेन गोमेन पनि भन्छ, गोमेन नासाई। त्यसै गरी ओगेन कि देशका, हाउ आर यु, सन्चै हुनुहुन्छ भन्दाखेरि ओगेन कि देशका। हाई गेन कि देश, म स्वस्थ छु, आई एम हेल्दी, गेन कि देश भनेर भनिन्छ। त्यस्तै ओमे देतो गोजाइमास भनेको कङ्ग्रेचुलेसन, कसैलाई कङ्ग्रेचुलेसन दिँदा ओमे देतो गोजाइमास। इत्तादाकिमास भनेको खाना खानभन्दा अगाडि जापानिजहरूले चाहिँ सुरु गरौँ है भन्छ नि, हामीले त्यस्तै इत्तादाकिमास हुन्छ। खाना खाइसकेपछि गोचिसौ सामादेशिता, खाना मिठो थियो है भनेको गोचिसौ सामादेशिता भनेर भन्ने चलन छ। त्यस्तै लास्टमा इरास्साइमास भनेको वेलकम, यो चाहिँ आफ्नो घरमा पसलमा युज गरिन्छ है त। धन्यवाद।